आएको छु पोखराको लामाचौर स्थित पोखरा मन्टेसरी प्री स्कुलमा। यहाँ पनि हामीले आजभन्दा 7 वर्ष अगाडि यो प्ले सेट फिट गरेका थियौँ र यो प्ले सेट पनि आजको दिनमा हेर्दा पनि जस्ताको तस्तै रहेको छ। बिचबिचमा हामीले यहाँ चाहिँ नि केही एउटा रिपेयर सर्भिसहरू दिएका थियौँ। आउनुहोस् हजुरलाई म देखाउँदैछु यो मिडियम रेन्जको मिडियम हाइटको चाहिने स्लाइड। यो स्लाइडमा पनि 1 2 3 4 कलर बेसमा रहेको यो स्लाइड रहेको छ र यसमा सँगसँगै यो चाहिँ 1 2 3 4 5 स्टेपको चाहिँ 5 स्टेपको चाहिँ यसको ल्याडर रहेको छ र यो स्लाइडर एक आपसमा चाहिँ नट बोल्टद्वारा टाइटसँग चाहिँ नि कसिएको छ, जसले गर्दाखेरि यिनीहरू छुट्टिन पाउँदैनन्। र हाम्रो अर्को चाहिँ नि यो लगभग 3 फिट हाइटबाट यो स्पाइरल जडान गरिएको छ। आजको दिनमा हेर्दा यसमा कलर मात्र अलिकति गएको देखिन्छ, अन्यथा यसको सामानको बलियोपनमा कुनै एउटा कम्प्रोमाइज छैन। र हामी यस्तो खालको फिट गर्दाखेरि हजुरलाई विशेष गरेर बच्चाहरूलाई यो धेरै बच्चाहरू एकैचोटि झुन्डियो भने यो एक साइडमा पल्टिने सम्भावना हुन्छ। त्यसकारणले गर्दाखेरि हामीले यसरी एक्स्ट्रा होल पास यो कम्पनीले पठाएको हुँदैन, यद्यपि हामीले एक्स्ट्रा चाहिँ होल पास लगाएर यसलाई एकदम मजबुत बनाउन हाम्रो स्थानीय प्रविधि प्रयोग गर्ने गर्छौँ। त्यसै गरेर अर्को साइडमा पनि यसरी नै हामीले चाहिँ होल पास चाहिँ यहाँले देख्न सक्नुहुन्छ। यसरी फिट गर्दाखेरि यहाँ यसको क्यापासिटी 10 देखि 15 जना बच्चाहरू हुनुहुन्छ भने कहिलेकाहीँ भिडको बेलामा या एडल्टको अथवा प्यारेन्ट्सको अथवा टिचरको आँखा नपुगेको बेलामा 20-25 जना बच्चाहरू पनि यसमा चढ्न सक्ने सम्भावना हुन्छ। त्यस्तो अवस्थामा यो नपल्टिनुको लागि हामीले यस्तो एक्स्ट्रा होल पासहरू दिएका हुन्छौँ र सँगसँगै यसको सदा चाहिँ नि यसको सेफ्टी बारहरू पनि रहेको हुन्छ। र हामी यो हरेक चाहिँ नि यो पार्ट्सहरू प्रयोग गर्दाखेरि यसरी क्यापहरू एक्स्ट्रा लगाइन्छ। आजभन्दा 7 वर्ष अगाडि लगाएको क्याप पनि आजसम्म पनि जस्ताको तस्तै रहेको छ। त्यसकारणले गर्दा यो क्याप फिटिङ गर्दाखेरि राइट तरिकाले चाहिँ एउटा कसेर यसको क्यापहरू चाहिँ नि लगाउनु चाहिँ नि जरुरी हुन्छ, जसले गर्दाखेरि यहाँको नटबुलले बच्चाहरूलाई टच नगरोस्, नदुखोस् भनेर। आजसम्म जुन हाम्रो 7 वर्ष अगाडि ल्याएका जुन सामग्रीहरू छन् एकदमै चित्त बुझ्दो छ, किनभने हामीले 7 वर्षदेखि धेरै जसो मटेरियलहरू तिनै नै प्रयोग गरिरहेको छौँ। त्यस्तो टुट्ने फुट्ने डिस्कलर हुने भएको छैन र अब पनि फेरि केही थप गर्नुपर्ने भएको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई नै हामीले सम्झेका छौँ।